नेपालमा अहिले पनि 5 इयर प्लानहरू चलिरहेको रहेछ होइन। अनि मेरो फर्स्ट क्वेसन चाहिँ के भयो भन्दा वाइ इज गभर्मेन्ट इभन इन्टरभिनिङ अल दिज पब्लिक अफेयर्स। इकोनोमी यत्तिकै फ्री छोडिदिए, फ्री मार्केट छोडिदिए, डिमान्ड एन्ड सप्लाई अनुसार नेचुरली इकोनोमी माथि जानुपर्ने होइन र भन्ने क्वेसन आयो मेरो दिमागमा। अनि मैले युएसमा के भएर छ वेन दे वेयर बिल्डिङ देयर नेसन भनेर हेरेँ। युएस त अहिले कम्प्लिटली फ्री मार्केट हो, तर त्यतिखेर अफ्टन टाइम्स के हुँदो रहेछ भन्दाखेरि पहिला 1800s एन्ड 1900sमा प्राइभेट कम्पनीजहरूले सिटिजहरूको रोड्स त बिल्ड गर्यो होइन, तर रुरल एरियाजको रोड बिल्ड गर्न प्राइभेट कम्पनीजले त्यस्तो प्रफिटेबल देख्दैन। त्यस्तो बेलामा चाहिँ इभन युएसमा गभर्मेन्ट एक्टहरू निस्किँदो रहेछ क्या। ओके, रुरल एरियाको पनि रोड्सहरू चाहिँ बनाउन पर्छ भनेर गभर्मेन्टले आफैले योजना बनाउने रहेछ, अथवा कुनै प्राइभेट कम्पनीजलाई बिग अमाउन्ट अफ मनी दिँदो रहेछ, सब्सिडिज भन्छ होइन त्यसलाई। सो मेरो कन्फ्युजन चाहिँ यसरी मेटियो। जस म चाहिँ कन्फ्युज रहिरहेको थिएँ, किन जतिखेर पनि 5 इयर प्लान 5 इयर प्लान, यो त ठगी खाने बाटो हो जस्तो मात्रै भइरहेको थियो मलाई। किनकि रिसेन्टली पनि हामीले के सुनेको थियौँ भन्दा यो जयवीर देउबा को सेनिटरी प्याडको कम्पनीमा चाहिँ सेनिटरी प्याड्स भित्राउँदाखेरि ट्यारिफ चाहिँ एकदमै कम गरिदियो होइन। त्यसले गर्दाखेरि जयवीरहरूले लास्ट धेरै प्रफिट कमाए अनि उसको कम्पिटिटर हेराहेरी। सो मेरो क्वेसन चाहिँ त्यो थियो कि गभर्मेन्टले यदि बिजनेसमा मेडल गर्ने भने चाहिँ फेभरेटिजम देखाइहाल्छ, त्यो नेचुरल हो, त्यसमा त्यो भिलनाइज गर्नुपर्ने जरुरी छैन। सो मैले चाहिँ के सोचेको थिएँ भन्दा वाट इफ गभर्मेन्टले कम्प्लिटली मेडल गर्नै छोड्यो अनि कम्पनी भर्सेस कम्पनी, प्राइभेट कम्पनी भर्सेस प्राइभेट कम्पनी भयो भने त अब त्यस्तो मात्रै कम्पनीले जित्छ जसले बेटर प्रडक्ट एट अ चिपर प्राइस जसले डेलिभर गर्छ उसैले जित्ने हो भनेर मैले 5 इयर प्लान किन छ भनेर सोचेको थिएँ। तर 5 इयर प्लान डिटो 5 इयर प्लान नै नबनाए भए पनि इभन युएसमा पनि ड्युरिङ द 1800s एन्ड 1900s गभर्मेन्टले मेडल चाहिँ गर्दो रहेछ, स्पेसली इन रुरल एरियाज। अब हाम्रो देशै कम्प्लिटली रुरल नभए पनि सर्टेन बेसिक इन्फ्रास्ट्रक्चर्स लाइक पावर ग्रिड, रोडहरूको लागि गभर्मेन्ट इन्टरभेन्सन नेसेसरी छ भन्ने आर्गुमेन्ट चाहिँ मैले पत्ता लगाएँ।